गुड मर्निङ सबैजनालाई। हरे कृष्ण। म चाहिँ सबेरै उठेँ अनि त्यहाँबाट पूजा सबै भगवान्को पूजा गरेँ, जाप गरेँ। अनि आज विशेष दिन कृष्ण भगवान्को 2 माला जाप गरेँ, किनकि आजको दिन विशेष दिन छ। किनभने आज नेपालदेखि गुरुजी आउनुभएको छ कि आज कीर्तनमा हाम्रो सधैँ शनिबार चाहिँ एभ्री विक शनिबार चाहिँ कीर्तन हुन्छ। आज कीर्तनमा उहाँ पनि उपस्थित हुनुभएको छ। मलाई एकदमै उहाँसँग भेट्नको लागि उहाँको दर्शन आज हामीले गर्ने मौका पाएको छ। आज आबुधाबीमा उहाँ उपस्थित हुनुभएको छ। म चाहिँ एकदम खुसी छु। अहिले 5 बजे आज आरतीको लागि हामी वहीँ जाँदैछु अनि उहाँ पनि उपस्थित हुनुहुन्छ। आज उहाँको दर्शन गर्ने मौका पाएको छ। एकदमै खुसी छु। अनि त्यसपछि अब त्यो त बेलुकाको कुरा, बेलुका जाँदैछु। अनि यहाँ चाहिँ मैले योपालि चाहिँ दुर्गा भगवान्को मैले यसरी पूजा गरेको थिएँ। 9 दिनसम्म यो निकाल्नु हुँदैन भन्ने सुनेको थिएँ। अनि भगवान्को लागि मैले जमारा यसरी राख्दै थिएँ। त्यसपछि यो चाहिँ मैले जमारा पहिला पनि राखेको थिएँ पोहोर दसैँमा, नेपालमा खासै भएन। योपालि चाहिँ मैले परदेशको ठाउँमा यसरी राखेको छु। के गर्नु है, दुःख सुख जस्तो जे भयो नि चाडबाडलाई भुल्नु हुँदैन। हामीले पनि जसरी सकिन्छ होइन, मिठो जस्तो दुःख सुख जे जस्तो भयो नि मिठो चोखो जस्तो बनाएर भयो नि खाने, जे छ आफूसँग त्यसरी मान्नुपर्ने रहेछ सानोतिनो चाडबाड। अनि यसरी नै मैले चाहिँ यसरी गरिराखेको छु। जमारा यसरी राखेको छु दसैँको टाइममा है। अनि नेपालमा जति पनि हजुरहरू जति पनि हुनुभएको हजुरहरूले नि राम्ररी मान्नु होला। हुन त अहिले एकदमै नेपालको स्थिति भनेको अलि ठिक त छैन। अहिले जति पनि बाहिर काठमाडौँ भ्याली बाहिर जति पनि जानुभएको छ, बाटोको स्थितिले गरेर अलिकति दुःख पाउनु भएको छ। विशेष गरी यता 9 विषयमा अलिकति प्रब्लम भइरहेको छ भन्ने न्युजमा सुनेको थिएँ। सबैजनाले दुःख पाउनु भएको छ। के गर्नु है, दसैँ तिहारमा घर जानै पर्यो, आफन्तहरू भेट्नै पर्यो। जस्तो जे भयो भने आफ्नो गाउँठाउँ जानै पर्यो। चाडबाडलाई भुल्नु त भएन। अनि उहाँहरूले धेरै दुःख पाउनु भएको छ। बाटोमा 2-3 दिनसम्म उहाँहरू अल्पत्र परेर बस्नु भएको छ। त्यही त हो नि, यात्रा भनेको कहिले के हुने। अनि कस्तो त्यो बाटो कस्तो बिजोग भएको, बाटो बिग्रेको देखेर मनै कस्तो भएको। अस्ति मेरो पनि बाबु गाउँ गएको थिएँ, बाबु र उसको बाबा। कस्तो बाटो बिग्रेर उहाँहरू पनि के गर्नु, टाढा छ मेरो नि घर गाउँ है। कस्तो बिजोगले जानुभयो। उहाँहरू बाइकमा जानुभएको थियो, बिजोगले जानुभयो। अनि म चाहिँ अब यसरी मेरो के गर्नु है, जिन्दगी यसरी बितिराखेको छ। मेरो चाहिँ आज त साह्रै रुनु नि मन लागेको। अनि रुनु मन लाग्दा अब परिवारलाई सम्झेँ, रुनु मन लाग्यो दसैँको बेलामा। अनि एउटा कुरा मलाई खुसी लागेको चाहिँ आज प्रभुजीसँग दसैँको टाइममा उहाँ गुरुजीसँग भेट हुने मौका पाएको छ, उहाँको दर्शन गर्ने मौका पाएको छ। एकदम खुसी, त्यसमा चाहिँ खुसी छु। अनि मेरो जिन्दगीहरू यसरी नै चलिराखेको छ। ड्युटी जान्छु आउँछु। आज छुट्टीको दिन भएको भएर मैले अब घरमा सरसफाइ नै गर्नु छ रुममा। अनि अब हामी चाहिँ साथी यसरी मिलेर दसैँ मान्छौँ, सानो सानो चाडबाड मान्छौँ। सानो कुरामा खुसी हुनुपर्ने रहेछ। अनि धेरै कुरा दुःख सुख भनेको सबैको हुन्छ। यस्तो सानो कुरामा खुसी हुनुपर्छ। भगवान्को पूजा हामीले बिर्सिनु हुँदैन हाम्रो धर्मलाई। यसरी नै सम्झिनु पर्छ। कति कुरा हामीले विश्वास भनेको जति दुःख सुख भनेको आफ्नो ठाउँमा छ, भगवान्को आस्था गर्नुपर्छ। हामीले भगवान्को आस्थाबाट शक्ति मिल्ने रहेछ, मिल्छ। यसरी नै बितेको छ मेरो दिनहरू। हेर्नुहोस् अब के गर्नु, आज अब त्यसपछि मेरो सबै पूजापाठहरू सकेँ। अब चाहिँ मेरो काम भनेको, अनि जमारालाई चाहिँ मैले तल पसलबाट बकालाबाट एउटा बाक्सा मागेर ल्याएको थिएँ। अनि यसरी राखिदिएको छु छोपेर, किनभने बुवाले भन्नुहुन्थ्यो अँध्यारोमा राख्नुपर्छ जमारा।
अनि भइहाल्यो हुन्छ राम्रो हुन्छ भन्नुभएको थियो। मैले चाहिँ यसरी गरेछ जसरी जान्यो त्यसरी गरेछ पूजापाठ जसरी मैले अब सबै थोक मैले पनि अब पहिला पहिला सानो बेलामा सबै थोक त सिकेर आएको हुँदैन। यसरी नै आमा बुवाले यसरी पूजापाठ गाउँघरमा अन्त कस्तो अर्कै हुन्छ है। यसरी नै आमाहरूले गर्नुहुन्थ्यो, मैले त्यसरी नै अलिअलि अब सिकेको छु यहाँ आएर। अनि यहाँ चाहिँ मेरो मन्दिर चाहिँ सधैँ भिडियोमा प्रायः यो कालो यो हुन्छ है, त्यो चाहिँ अब किनभने मैले दियो बाल्दा बाल्दा यस्तो हुँदो रहेछ क्या, यसलाई कलर लाउने भनेको कलर अब यो दसैँमा लाउँछु भनेर सोचेको थिएँ, लाउनु पाएको छैन। अब हेरौँ। त्यसपछि चाहिँ म 1 गिलास पानी खान्छु भनौँ न। पुदिनालाई सुगाएर राख्ने, अनि पुदिना अनि कागती, त्यसपछि अनि अब ओरिजिनल छ भने ओरिजिनल, नभए अब विदेशको ठाउँमा कहाँबाट पाउनु, र 1 गिलास चाहिँ म यसरी खाने गरेको छु एभ्रिडे, किनभने शरीरको लागि एकदम राम्रो हुन्छ यो। अनि मेरो आज चाहिँ काम भनेको यो पौधालाई पानी चेन्ज गरिदिन्छु, सबै पौधाहरूलाई यसरी यस्तो राम्रो भएको छ मेरो है भन्छन्। सुनेको थिएँ यो जब अब यो मनी प्लान्टहरू चाहिँ राम्रो भयो भने सबै थोक राम्रो हुन्छ भनेर सुनेको थियो मैले नि। अब यसरी नै मैले स्याहारेर आफ्नो सन्तानलाई स्याहारे जस्तै आफ्नो सन्तानलाई त अब राम्ररी यसरी सबै थोक माया गर्नु पाएन, किनभने म त धेरै अगाडि बाबु सानो हुँदा विदेश आएको। अब के गर्नु, झन्झन अब त जिम्मेवारीले च्याप्दै जाँदो रहेछ, के गर्नु है। यसरी नै जिन्दगीहरू बितिराखेको छ। अब मेरो त हेर्नु, अब आज कीर्तनको लागि रेडी नै हुनु छ। अब रुम सफा गर्छु, सबै यता गर्छु। त्यसपछि म 5 बजे जाने हो, 4 बजेदेखि चाहिँ रेडी भएर जान्छु। म भिडियोहरू भोलि बनी छ, आज बनी छ। 2 दिनको लागि म अर्को भिडियोहरू पनि बनाउँछु। हजुरहरू नै उपस्थित हुनु नसके नि भिडियोबाट भए नि दर्शन गर्ने मौका हजुरहरूले पाउन सक्नुहुन्छ। अब मलाई नै सबै थोक आइडियाहरू थाहा छैन, यो भिडियोहरू कसरी बनाउने के गर्ने भनेर बिस्तारै बिस्तारै सिक्दैछु। हेर्नु, अब पछि चाहिँ ब्लगहरू बनाएर नै हाल्ने कोसिस गर्छु। अहिले चाहिँ अलिकति सिक्दैछु, बिस्तारै बिस्तारै बोल्नलाई सिक्दैछु। सबैभन्दा ठुलो कुरा त यसरी नै अब पछि ल। अब मैले चाहिँ भिडियोहरू मबाट केही गल्ती भए माफ पाऊँ, यसरी नै बनाएर हाल्छु। कहिलेकाहीँ हप्तामा यसो मैले यसरी पहिलाको भिडियोहरूमा नै यसरी गरेको छु। मेरो चाहिँ यस्तो चाहिँ यो चाहिँ मेरो पूजाको रुम हो। विदेशको ठाउँमा नि मैले यसरी सानो एक साइडमा, अब यहाँ त नि एक्लै बस्ने कुरा नै हुँदैन, कम्पनीको बिल्डिङमा सबैजना मिलेर बस्नुपर्छ। तैपनि भगवान्को स्थानको लागि अब ठाउँ सानो जस्तो जे भयो भने मैले यसरी राखेको छु। यसरी मैले तुलसी पनि छ मेरो, पहिलाको भिडियोमा देखाएको थियो। तुलसीमा पनि म हजुरहरूलाई आज देखाउँछु है त सानो मेरो। अनि म चाहिँ तुलसीको नि अलिकति भिडियो बनाउँछु भनेर गएको थिएँ। अनि एकजना दिदी त त्यहाँ बस्नु भएको रहेछ, चिया पो पिइराख्नु भएको रहेछ तुलसीको बोटकै छेउमा बसेर, उता जानै सकेन। अनि मलाई चाहिँ भिडियो बनाउनलाई अब बाहिरतिरको नि कहिलेकाहीँ बनाएर हालौँ जस्तो लाग्छ, लाज लाग्ने के। बिस्तारै बिस्तारै सिक्दैछु। पहिला घरमा यस्तै सान्तिनो भिडियोहरू बनाउँछु, अनि पछि चाहिँ म बाहिर पनि ब्लगहरू बनाउने कोसिस गर्छु। त्यो बेला चाहिँ म बाहिरको नि भिडियोहरू यसरी बनाएर हाल्छु। अब जस्तो जे भयो भने, अब राम्रो नराम्रो जे भयो नि हजुरहरूले सबैले मलाई मेरो भिडियोमा लाइक गर्नुभएको छ, हेरिदिनु भएको छ। म कस्तो खुसी लाग्छ मलाई। सानोतिनो यस्तै सानो चिजहरूमा मलाई खुसी हुनु मन लाग्छ। के गर्नु है, परदेशको ठाउँमा सबैजनालाई फेरि पनि भन्छु, ल मेरो भिडियो राम्रो नराम्रो जस्तो भयो नि हेरिदिनु होला, हरेक भिडियोहरू लाइक गरिदिनु होला। अनि पछि पनि म फेरि बिस्तारै बिस्तारै बनाउने कोसिस गर्दछु। अहिलेको लागि बाई बाई ल। हजुरहरू राम्ररी मान्नु होला दसैँ। अब फेरि पनि हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। भगवान्ले सबैजनाको लागि सुखी शान्ति मनमा छओस्। ल बाई बाई। यतिमै मैले भिडियो टुङ्गाइदिएँ। बाई बाई सबैजनालाई।